गरिब र धनी बीचको सबैभन्दा ठूलो फरक पैसा होइन, भाग्य पनि होइन, अवसर पनि होइन। सबैभन्दा ठूलो फरक भनेको सोच्ने तरिका हो। यदि तपाईले आज आफ्नो सोच बदल्न सक्नुभयो भने भोलि तपाईको जीवन पनि बदलिन सक्छ। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। गरिब मानसिकताले सधैँ भन्छ, मसँग केही छैन, म के गर्न सक्छु? तर धनी मानसिकताले भन्छ, मसँग जे छ त्यसैबाट सुरु गर्छु। गरिब मानसिकता समस्यामा केन्द्रित हुन्छ। धनी मानसिकता समाधान खोज्छ। गरिब मानसिकता खर्च गर्न सिकाउँछ। धनी मानसिकता लगानी गर्न सिकाउँछ। गरिब मानसिकता समय बेचेर पैसा कमाउँछ। धनी मानसिकता समयलाई सम्पत्ति बनाउँछ। याद राख्नुहोस्, धनी बन्नु भनेको केवल धेरै पैसा हुनु होइन। धनी बन्नु भनेको ज्ञानमा धनी हुनु, अनुशासनमा धनी हुनु, समयको मूल्य बुझ्नु र हरेक दिन आफूलाई सुधार्ने बानी बनाउनु हो। धेरै मानिसहरू भन्छन्, जब धेरै पैसा कमाउँछु तब मेहनत गर्छु। तर सफल मानिसहरू भन्छन्, पहिले मेहनत गर्छु त्यसपछि पैसा आफै आउँछ। यदि तपाईँ दिनभर सामाजिक सञ्जालमा समय बिताउनुहुन्छ तर नयाँ कुरा सिक्न 5 मिनेट पनि दिनुहुन्न भने समस्या पैसाको होइन, सोचको हो। याद राख्नुहोस्, तपाईको बैंक खाताभन्दा पहिले तपाईको दिमाग धनी हुनुपर्छ। किनकि धनी सोच भएको मानिसले पैसा गुमाए पनि फेरि कमाउन सक्छ। तर गरिब सोच भएको मानिसले पैसा पाए पनि धेरै समय टिकाउन सक्दैन। आज आफैलाई एउटा प्रश्न सोध्नुहोस्, म आफ्नो भविष्यका लागि के गर्दैछु? म सिकिरहेको छु कि केवल समय बिताइरहेको छु? यदि तपाईको सोच बदलियो भने तपाईको निर्णय बदलिन्छ। निर्णय बदलियो भने बानी बदलिन्छ। बानी बदलियो भने जीवन बदलिन्छ। त्यसैले आजबाट बहाना होइन, समाधान खोज्नुहोस्। खर्च होइन, लगानी सिक्नुहोस्। डर होइन, अवसर खोज्नुहोस्। किनकि गरिब र धनी बीचको सबैभन्दा ठूलो फरक उनीहरूको जेबमा होइन, उनीहरूको सोचमा हुन्छ। सोच बदल्नुहोस्, जीवन आफै बदलिन थाल्नेछ।